मैले जस्ट एक्जाम्पलको लागि मात्रै यो विषयलाई उठान गरेर यो भिडियो बनाउँदैछु। अहिले सोशल मिडियामा प्रकाश सपुतलाई बहिष्कार गर्ने, अनफलो गर्ने ट्रेन्ड यसरी चलिरहेको छ कि संसारको सबैभन्दा ठुलो दुश्मन देशद्रोही नै उहाँ नै हो। किनकि प्रकाश सपुतले केपी शर्मा ओलीज्यूको पक्षमा बोलेको हुनाले उहाँ जुन भाषण गर्नुभएको थियो प्रकाश सपुतले केपी ओलीको बारेमा, राम्रो मान्छे यस्तो उस्तो भनेर, त्यसै विषयलाई लिएर अहिले पब्लिकहरूले प्रकाश सपुतलाई बहिष्कार गर्नुपर्छ, उसलाई अनफलो गर्नुपर्छ, उसका गीतहरू, आउँदै गरेका फिल्महरूलाई पनि बहिष्कार गरौँ, हेर्दै नहेरौँ भन्ने कुराहरूलाई लिएर धेरै डिस्कसन चलिरहेको छ। र यति हुँदै गर्दाखेरि हामीहरूले सोचौँ त खासमा जनताहरूलाई चाहिएको चाहिँ के रहेछ, पब्लिकहरूले खोजेको चाहिँ के रहेछ? एउटा असल लिडरसिप गर्न सक्ने एउटा नेता, स्वच्छ भावना भएको, पक्षपात नगर्ने, जनताहरूको दुखेसोलाई बुझ्ने, देशमा केही गर्ने भन्ने नेता खोजिरहेको रहेछ नि त, हैन? सो केपी शर्मा ओलीलाई पब्लिकहरूले यति घृणा गर्न थालिसकेका छन्, हामीहरूले शब्दमा बयान गर्न सक्दैनौँ। भित्रभित्रबाट सबै जनताहरूले यति गाली गरिरहेका छन्। उहाँको बर्थडेको फोटो हाल्दा पनि, रुटिन अफ नेपाल बन्दले बर्थडेको फोटो हाल्दा पनि तल रेप लेख्नेहरूको सङ्ख्या, उहाँले चुनावमा पाउने भोटभन्दा बढी मान्छेहरूले उहाँको फोटोमा आएर रेप लेखेको होला। भनेपछि के रहेछ त? हामीलाई त असल लिडर नेता चाहिएको रहेछ नि त, जसले देशको पनि राम्रो गरोस्, जनताहरूको सुविधालाई हेरोस्, देशलाई बनाओस् भन्ने त्यस्तो असल लिडर नेता चाहिएको रहेछ नि त। गल्ती चाहिँ फेरि हाम्रै हो क्या, हामीहरूले चुज गर्ने बेलामा चाहिँ त्यो सोचेनौँ कि हामी जस्तै जनताहरूले उठाएर त्यो लेभलसम्म पुर्याएको मान्छे हो नि, सत्तामा हामीले नै होइन उहाँहरूलाई पुर्याएको। खोइ देशको लागि केही गरेर भनिरहेछौँ, हामी उसकै पछि लागिरहेछौँ, उहाँलाई गाली गरिरहेछौँ, उसकै पछि लागिरहेछौँ, होइन? सो हामीले विचार गर्नुपर्ने कुरा के हो भने अब आउँदा दिनहरूमा चुनाव होस् र चुनावको बेलामा हामीले एउटा असल लिडरसिप गर्न सक्ने र देशलाई बनाउन सक्ने राम्रो नेतालाई चयन गर्नुपर्छ भन्ने यो ज्ञान पनि हामीले यसैबाट पाउँछौँ के। अब देशमा राजा फर्किने कुरा पनि छ, राजतन्त्र फर्केला नफर्केला या यिनै नेताहरूले देश चलाउन त्यो आफ्नो ठाउँमा छ, समय सन्दर्भिकको कुरा हो। त्यो भोलि गएर के हुन्छ हामीले कसैले पनि देख्न सकिरहेका छैनौँ। र हामीले बुझ्नुपर्ने कुरा पनि यही हो के, आज यो सब दिनहरू देख्नु भनेको नै हाम्रो आफ्नै गल्तीको कारणले हो। हामीले राम्रो लिडरसिप गर्न सक्ने नेता चुनेनौँ, देश बनाउन सक्ने नेता चुनेनौँ, हामीले भोट दिने बेलामा सोचेनौँ, होइन? हामीहरूको एउटा सानो गल्तीले गर्दा, हाम्रा बाबुबाजेहरूको एउटा सानो गल्तीले गर्दा हामीले आज यो दिनहरू भोगत्न पुगेका छौँ, यो दिनहरू देखिरहेका छौँ। देश बनेको छैन भन्ने हामीलाई चिन्ता लागिरहेछ। सबै देशको उन्नति प्रगति भएको हेर्न चाहन्छ नि त, सबै जनताले खोजेको त्यही हो नि त, देश राम्रो होस्, देशमा गरी खाने वातावरण राम्रो बनियोस् भन्ने हामी सबै जनताहरूको चाहना हो। र आज हामीहरूले पनि राम्रोसँग आफ्नो तर्फबाट केही गर्न सकेनौँ भने र आफूले राम्रो नेता चयन गर्न सकेनौँ भने हामीले अहिले जुन पीडाहरू भोगिरहेका छौँ, जुन व्यथतिमा हामी बाँचिरहेका छौँ, त्यो व्यथति भोलि हाम्रो पछाडिको पिँढीहरूले भोग्नुपर्छ हो। त्यही भएर चुज गर्ने बेलामा चाहिँ हामीले सोच्नुपर्छ, राजतन्त्र फर्केला या नफर्केला त्यो आफ्नो ठाउँमा छ, होइन? जे भयो भने चाहे राजतन्त्र आओस्, चाहे यिनै नेताहरूले देश चलाओस्, हामीले खोजेको भनेको देशको उन्नति प्रगति, गरी खाने वातावरण हो नि त। हिजोको दिनहरूमा पनि त हामीले राजतन्त्र फाल्नलाई ज्ञाने छोड देश छोड भन्दै नारा लगाएको याद छ क्या मलाई, होइन? जब म सानो सानो थिएँ त्यति बेला पनि मैले यो सुनेको नारा हो, ज्ञाने छोड देश छोड भनेर राजतन्त्र फालेको होइन, होइन? सो अहिले फेरि राजतन्त्र फर्काउनको लागि हामीले सत्तामा भएको मान्छेहरूलाई गाली गलोज गरिरहेछौँ। त्यो भनेको के भने हामीलाई देश बनोस् भन्नेसँग मतलब छ कि, देश कसले चलाओस्, कसले चलाउँछ भन्ने कुरा त्यसमा मतलब छैन। देश बनोस्, देशमा गरी खाने वातावरण बनोस्, सबै सेवा सुविधाहरू प्रदान होस् भन्ने हामी जनता पब्लिकहरूको चाहना हो। सो अहिले जति पनि सोसल मिडियाहरूमा ट्रेन्ड चलिरहेछ, होइन, यो पक्षको बारेमा बोल्नेहरूलाई अनफलो बहिष्कार गर्ने, त्यो कुराहरूले कतिको प्रभाव पार्छ पार्दैन त्यो मलाई थाहा छैन। तर पनि हामी आफूले चाहिँ गर्ने बेलामा सबै कुराहरू सोचेर सम्झेर चाहिँ गर्नु पर्यो, होइन? राजतन्त्र फर्कियोस् या नफर्कियोस्, तर हामीलाई चाहिँ देश बनेको हेर्ने मन छ। हामी सबैले खोजेको पनि देश राम्रोसँग बनोस् र गरी खाने वातावरण बनोस् र देशमा उन्नति प्रगति होस् भन्ने कुरा हो। हामीलाई राजतन्त्र फर्कियोस् या नफर्कियोस् भन्नेमा मतलब होइन, देश जसले चलाए पनि देशमा गरी खाने वातावरण होस् र देशको अस्तित्व चाहिँ नमेटियोस् भन्ने कुरा हो।
सो नमस्ते। मैले जानेका कुराहरू चाहिँ यति नै हुन् र अहिले जो ट्रेन्ड चलिरहेको थियो टिकटक, फेसबुक, युट्युबतिर प्रकाश सपुतलाई बहिष्कार गरौँ, अनफलो गरौँ भन्ने कुरा, त्यही कुराहरूलाई समेटेर चाहिँ सानो यो भिडियो क्लिप बनाउन गएको र कस्तो लाग्छ तपाईँहरूलाई हेरेर कमेन्ट पनि गरिदिनु र लाइक गर्न नबिर्सनु होला। हस्त नमस्ते, धन्यवाद, बाई।